सबैजनालाई नमस्ते। आज चाहिँ म घरको सानो सेलिब्रेसनको तयारीमा जुटेको थिएँ दिउँसैदेखि। मैले फर्स्टमा यो चिकनलाई म्यारिनेट गरेर राखिदिएँ। अब मलाई जे जति चिजहरू बनाउन मन लाग्छ अनि म भ्याउँछु त्यो चिजहरू थोरै बनाउँदै जानेछु। फर्स्टमा चाहिँ मैले यो भिडियो राख्ने सोचेको थिइनँ, तर बनाउँदै जाने क्रममा चाहिँ मलाई भिडियो पनि राख्न मन लाग्यो। त्यही भएर सानसानो क्लिप्सहरू पनि खिच्दै गएँ अनि छिटो गर्ने भएको भएर यो यताउता बिग्रेको छ। त्यो चिजलाई मैले इग्नोर गर्दै अगाडि बढ्दैछु। घरमै बनाएको खानेकुराहरू चाहिँ हेल्दी हुने, मिठो हुने अनि मलाई पनि बनाउन रमाइलो लाग्ने भएको भएर मैले चाहिँ सबै कुराहरू मन लगाएर बनाएको छु। यसमा चाहिँ मैले ग्रेभी राखिदिएँ। त्यसपछि अघि म्यारिनेट गरेर राखेको यो सानसानो पिसलाई चाहिँ म चिल्ली बनाउँछु अनि यो रोस्ट भइहाल्यो। बनाउँदै जाँदा कतिखेर रात पर्यो मैले थाहा नै पाइनँ। बिस्तारै घरको फ्यामिली मेम्बरहरू पनि आउन थालिसक्नु भएको थियो। सबैजना सरप्राइज हुनुभयो अनि खानेकुराहरू एकदम नै मिठो भएको थियो। मलाई पनि एकदम नै खुसी लाग्यो। भिडियोको एन्डिङ त यो नराखी गर्नै मन लागेन। हस् त, बाई बाई।